हेलो नमस्ते सबैजनालाई तपाईहरु सबैजना ठिकठाकै हुनुहुन्छ होला है र म पनि ठिकै छु र अहिले अब दशैं पनि आइगयो है मुखैमा आइगयो दैलोमै आइसकेको छ र मौसम चाहिँ एकदमै पानीयाको अवस्था छ र अहिले मात्रै रहिरहेको छ अघि बिहानसम्म आयो है बिहानसम्म भन्दा अघिसम्म चाहिँ पानी आइरहेको थियो र यो पालिको चाहिँ हिले दशैं हुन्छ जस्तै छ सो मौसम हेर्दा चाहिँ र आज चाहिँ तपाईहरुलाई है सिमिडे मार्केटको कोपिला बट के कस्तो भयो के कतिको भयो र के कति आइसके अहिलेसम्म त्यो देखाउन जाँदैछु है र अस्ति जुनदेखि सुरु भएको कोपिला आउनु चाहिँ र अहिले सेप्टेम्बरसम्म चाहिँ के कस्तो भयो त्यो म तपाईहरुलाई देखाउन जाँदैछु र कोपिला चाहिँ प्रायको नै आउँदैछ है दुईटा तीनटा यस्तै चारटा कसैको यसरी नै आइरहेको छ प्राय अब भन्नुपर्दा चाहिँ एउटा चाहिँ प्राय नै छ प्राय नै आइरहेको छ तपाईहरुलाई मैले अलिअलि रिल्समा पनि देखाउने गर्छु है र तपाईहरुको के कस्तो आइरहेको छ र अब अर्ली भेराइटी चाहिँ अब यो अक्टोबरदेखि चाहिँ सुरु हुन्छ फुल्नु र अहिले धेरै नै अब राम्रो भइसकेको छ हाइटहरु पनि निकै माथि पुगिसकेको छ है कोपिलाको चाहिँ र फेरि पनि तपाईहरु सबैजनालाई मिमाहाङ युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु र अहिले चाहिँ प्राय अब यस्तै छ है यहाँ पछाडी तपाईहरुले देख्नु हुँदैछ र तपाईहरुलाई म पालेसँगले देखाउने छु कुन कुन भेराइटी है अब चिन्नेहरुले त चिनिहाल्नुहुन्छ त्यो प्लान्टबाट नै हेरेर है र म कतिवटा थाहा भएको चाहिँ तपाईहरुलाई भन्ने प्रयास गर्नेछु र भिडियोमा चाहिँ सदा जस्तो अन्तिमसम्म बनिरहनु होला भन्दै आजको भिडियोलाई सुरु गर्न लाग्दैछु र यहाँ तपाईहरुले देख्नु भएको चाहिँ यो है पोर्को सालले 2 स्टिक फुलेको थियो यो येलो कलरमा छ र यो पालि चाहिँ 1 स्टिक चाहिँ दियो है सबसे पहिला चाहिँ यो नै फुलेको थियो पोर्को साल र यो साल पनि सायद यो नै फुल्छ होला यहाँ यस्तो भइसकेको छ है अब र यो चाहिँ दार्जिलिङ गार्डनको नै भन्दैछ फुल चाहिँ है प्लान्ट यस्तो छ यसको अब यसले चाहिँ अक्टोबर भित्र चाहिँ फुलिसक्छ र यसरी छ यहाँ पनि यो अस्ति सानो ल्याएको थिएँ मैले तपाईहरुलाई है र अहिले यत्रो भयो र यो चाहिँ अर्ली होइन प्लानहरु र यसको पनि यहाँनिर यो प्लानले है एउटा प्लानले यो दुईटा दिएको छ बट हेर्नुस् यता एउटा है एकदमै हेल्दी छ बट चाहिँ र यता पनि एकदमै हेल्दी छ यहाँ एउटा छ हैन यहाँ पर एउटा छ दुईटै छ यसको पनि प्लान्ट चाहिँ हेल्दी नै छ यो पनि त्यो हेल्दी छ है यहाँ दुईटा छ यसको पनि कतिवटाले चाहिँ अब हामीले होप गरेको प्लान हुन्छ नि एउटा यसले चाहिँ फुल्छ योपालि भनेकोहरूले चाहिँ अब फुलेको छैन कतिले त्यस्तो हुन्छ अर्किडको चाहिँ है फुल्छ यसले चाहिँ भनेको तर फुल्दिँदैन नसोचेको प्लानहरुले चाहिँ फेरि फुल्छ है यस्तो छ यहाँ हेर्नुस् यो पनि अब अक्टोबरमा त यो ब्लुम हुन्छ है हेर्नुस् दुई स्टिक छ
र पोहोरको साल पनि यसले 2 स्टिक नै फुलेको थियो र यो पालि पनि 2 स्टिक नै छ। एकदमै हेल्दी छ प्लान्ट। यस्तो छ है, पहिलाको भन्दा चाहिँ। तर अलिकति योपालि चाहिँ सानो आयो कोपिला चाहिँ यसको, र स्टिक चाहिँ 2टा नै छ। त्यो पहेँलो भन्दा अघि देखाएको पहेँलो भन्दा चाहिँ अलिकति यो चाहिँ ढिलो फुल्छ, अलिकति मात्रै ढिलो फुल्छ। र यहाँनिर यो पनि छ है, यो चाहिँ चिन्नु सकिन्न। यो 1 स्टिक आएको छ है। प्लान्ट चाहिँ यसको एउटा मात्रै छ है। हेर्नुहोस् त यस्तो हुन्छ, एउटा प्लान्ट छ तर 1 स्टिक दिएको छ यसले। कतिवटा अब ठुल्ठुलो बुचहरू छ र अब त्यसले चाहिँ 2टा फुल्छ होला है भनेर सोचेको, तर एउटा निक्लिएन कोपिला चाहिँ है। यहाँनिर पनि 2टै छ यसको, एउटा छ यता एउटा छ है। यसरी अहिले अब भटाभट कतिवटा निक्लिँदैछ, कतिवटा अब फुल्ने उयसमा भइसकेको छ, अवस्थामा आइसकेको छ है। यहाँनिर पनि एउटा दिएको छ, प्रायःको छ एउटा चाहिँ। यतातिर छ पुरै है, पछाडितिर। यहाँनिर अब यसको पनि यहाँनिर 2टा नै छ है। यसले त ठिकै हो, प्लान अनुसार चाहिँ अब 2टा दिएकै छ। एउटा प्लानले एउटा है, यसरी यस्तो छ। र अझै म तपाईँहरूलाई उता पनि देखाउँदैछु। र यसले चाहिँ 3 स्टिक दिएको छ है, 3टा कोपिला यसको चाहिँ। प्लान चाहिँ हेर्दाखेरि अब 2टासम्म चाहिँ फुल्छ होला भनेको थियौँ, तर 3टा छ कोपिला यसको। अब यो प्लानहरूले फुल्नुपर्ने खासमा चाहिँ 2टा 3टा छ, तर एउटा चाहिँ दिएको छ, त्यो पनि अलिक विक छ कोपिला चाहिँ, सानो सानो छ है। र यसको पनि यहाँनिर 2टा नै छ है। यहाँ एउटा भयो है, र यता एउटा भयो है। यो चाहिँ यताको चाहिँ अलिक हेल्दी नै छ, प्रायः नै छ योपालि पनि कोपिला चाहिँ। र पोहोरको भन्दा सायद ज्यादा होला। यहाँ पनि 2टा नै छ है। यसरी 2टा त होइन, 3टाहरू पनि हुनसक्छ। ऊ तलतिर यहाँनिर एउटा सानो चिपमा निक्लिँदैछ है। यो यताको चाहिँ सेकेन्डरी जस्तै छ यो। यसरी यताबाट म आउँदैछु, यो चाहिँ कोपिला नै होला। यसरी प्रायः नै निक्लिँदैछ। अब यो सेप्टेम्बर अगस्त सेप्टेम्बरसम्म चाहिँ है। यसरी यहाँनिर पनि छ है एउटा यसरी है। प्रायःकै छ हौ, एउटा 2टा चाहिँ निक्लेकै छ कोपिला है। यसरी यहाँनिर यसको पनि छ, यहाँनिर है। यसको पनि छ हो, देख्नु हुँदैछ होइन। यसरी प्रायःकै आएको छ। योपालि चाहिँ अलिक पोहोरको भन्दा अलिक बेसी नै फुल्छ जस्तै चाहिँ छ। यहाँनिर चाहिँ 3टा यहाँ भयो एउटा होइन, यतापट्टि छ एउटा ऊ, र यहाँनिर छ एउटा है। 3टा छ है यसको। यहाँनिर एउटा छ। यो अस्ति मैले तपाईँहरूलाई देखाएको सानो देखाएको थिएँ है। अब यत्रो यत्रो भइसक्यो अहिले। यो अस्ति बाँदरले टुसा भाँचिदिएको, टुसा पलाएर पनि यत्रो भयो है भाँचिदिएको। र एउटा देख्छ ऊ यहाँ सानो चेपमा। र प्रायः चाहिँ यसरी सबैको आएको छ, सबैको आएको छ है। फर्स्टमा आएको म देखाउँछु तपाईँहरूलाई। यहाँ फर्स्टमा निक्लेको चाहिँ यो है, अर्ली चाहिँ होइन, तर छिटो यो कोपिला निक्लियो है। मैले नाम पनि तपाईँलाई भनेको थिएँ। र अहिलेको यो यतिको मात्रै छ। यो हेर्नुहोस् यत्रो छ अहिले हो। र अर्ली भेराइटीहरू योभन्दा पछि निक्लेको अब फुल्ने बेला भइसक्यो तीहरूको। र यो चाहिँ अर्ली भनेर अलिक यो ढिलै ग्रोथ भएकोलाई यो बटको है कोपिलाको। र यहाँ पनि 2टा भन्दै
भनेको थियो हामीले, तर तीनटा रहेछ यहाँ साइडमा पनि छ एउटा है। तीनटा छ है यसरी। यहाँनिर एउटा छ, यो बिचको चाहिँ के हो, सेकेन्डरी हो के हो, यसरी प्रायः क्या आउँदैछ। अझै मैले तपाईँहरूलाई बिबिचकोहरू त्यो अब देखाउनु सकिनँ, कता कता थुप्रै छ अझ है। र अब यसो अनुमानिक तपाईँहरूले लाउनुहोस् न के कति आउँदो रहेछ है भनेर। र यो भित्र पनि देखाउँदैछु म तपाईँहरूलाई। अब यस्तो हेल्दी प्लान्ट मजाको छ, तर यसले मात्र एउटा मात्रै दिएको छ है। यसको एउटा छ र ठिकै हो। यसको त यो सानो छ प्लान्ट। यसरी यसरी छ सबैको नै। यहाँनिर यता पनि प्रायः यसरी निक्लेको छ एक एकवटा है। एक एकवटा दुईटा र एउटा चाहिँ पाएकै छ। र यो मैले अस्ति मेनिरिङ गरेको यो लैलम है नेचुरल, यसले पनि 2 स्टिक दिएको छ। यसको अझै निक्लिनु सक्छ, यो किनभने अलिक ढिलो फुल्ने हो भेराइटी चाहिँ यो लैलमहरू चाहिँ, लेट भेराइटीहरू है। यस्तो यहाँ एउटा छ, उतापट्टि एउटा छ। प्राय नै छ कोपिला चाहिँ। यहाँनिर यतिको बुझ्ला चाहिँ ठिकै छ एउटा चाहिँ है। यहाँ बसी यतिको बुझ्ला चाहिँ एउटा दिएको ठिकै हो, सही हो एकदम। छ ल साथीहरू, देखाइहालेँ मैले तपाईँहरूलाई है के कस्तो भइरहेको छ कोपिलाहरू। यहाँ पनि है यस्तो छ हाम्रो चाहिँ अहिले है सिमिडी मार्केटको बर्डरहरू के कस्तो भएको छ भन्ने मैले तपाईँहरूलाई भिडियो पनि बनाएर देखाइसकेको छु। हस् त, आजलाई चाहिँ यति नै। सबैजनाबाट छुट्न चाहन्छु। सबैजनालाई स्वस्थ सुखी रहनु भन्दै टाटा बाई बाई।